बुबाको सम्झनामा छ। मेरो बाबा हुनुहुन्न, उहाँकै सम्झनामा प्राय रियालिटी नै छ है कवितामा चाहिँ। म सुरु गर्छु। बुबा, त्यस्तो कुनै पल छैन जति बेला हजुरको आवश्यकता महसुस नभएको होस्। बुबा, त्यस्तो कुनै पल छैन जति बेला हजुरको आवश्यकता महसुस नभएको होस्। त्यस्तो कुनै पल छैन जति बेला हजुरको याद नआएको होस्। हिजो तपाईँको काँधमा बसेर कानेकुर्र गर्दै आमालाई हँसाए जस्तो सजिलो छैन बुबा। आज पनि आमालाई उसै गरी हँसाउन। हिजो तपाईँको काँधमा बसेर कानमा कानेकुर्र गर्दै आमालाई हँसाए जस्तो सजिलो छैन बुबा। आज पनि आमालाई उसै गरी हँसाउन। आमा त हाँस्न बिर्सनु भएको छ, मलाई हँसाउन बिर्सनु भएको छ। यो घर पनि घर जस्तै लाग्दैन बुवा, तपाईँका यादहरूको सङ्ग्रहालय लाग्न थालेको छ। यो घर पनि घर जस्तो लाग्दैन बुवा, तपाईँका यादहरूको सङ्ग्रहालय लाग्न थालेको छ। आफन्तहरू आउँछन् जान्छन्, नजरिया र लवज बदलेका छन्। मलाई बिचरा भन्न थालेका छन्, आमालाई अशुभताको प्रतीक मान्न थालेका छन्। छानो भत्किएपछि त खर लगेर आगो सल्काउने त दुनियाँ हुँदो रहेछ बाबा। म हरपल बित्छु रोज्छु। झरी त बहाना मात्र रहेछ जसले तन मात्रै भिजाउँछ। मन भिजाउने त दुःख रहेछ, अभाव रहेछ, पीडा रहेछ, अनि परेले भिजाउने आँसु। बुबा, तपाईँ जुन बनेर हामीलाई हेरिरहनु, आमा र म बारदलीमा बसेर तपाईँको प्रतीक्षा गरिरहनेछौँ। सक्यो है त कविता।